हेलो गुड मर्निङ सबैजनालाई। सबै सन्चै हुनुहुन्छ होला। हामी पनि सबै सन्चै भएर आज सिलगढी झर्दै गरेको र अहिले चाहिँ तपाईँको 5:30मा चाहिँ सुबुकतेसो लाग्दैछु र आजको चाहिँ अब भरे भ्लग हालौँला। अब यहाँ हामी अहिले तपाईँको यहाँ सुबुकतेसो जाँदैछु। अँध्यारै छ बत्तीमा गाडी सालुबाट आइपुग्न आँटेको त्यतिखेर चाहिँ अहिले चाहिँ सालुबाट आइपुग्न आँट्यो। हल्का उज्यालो झर्दैछ। यस्तो हुन्छ कि गाइस, अब साथीभाइ हो हामीले चाहिँ भन्दा दिउँसो हिँड्दा पनि हुन्छ, तर के भने दिउँसो चाहिँ यता र उताको दग्दी सानो गाडीले दग्दी पुरा दिन्छ, जाम। त्यसले गर्दा चाहिँ अलिकति राति हिँड्ने चाहिँ बाटो पनि अब खुल्ला खुल्ला हुन्छ भनेर चाहिँ अब राति हिँडेको बाटो त खुल्लै थियो र चाहिँ हामी सरल सिलगढी 2 घन्टा अझै मोटामोटी आइपुग्यौँ। लाग्यो यसो लोड गर्नु चाहिँ तपाईँको जानुपर्ने छ उता घोडामोड टी पार्क जानुपर्ने छ। अब गएर एकछिन बस्दा ओर्दा 9 बजी 10 बजीदेखिको त लोडिन्छ होला। यहाँ त खडा भन्ने थालेको छ ट्रेनको लागि ट्रेनको लागि यहाँ चाहिँ बाबा 2 बजीदेखि चाहिँ कन्टिन्यू ड्राइभिङमा। बिहानै आउनुभयो खुल्ला जाम सक्यो हुँदैन हो, खुल्ला हुन्छ। शनिबार 22 तारिकको दिन सिलगढी झरेको हामी सालुबाट आएको।
अलिक कुरो नभए पनि सिलगढीमा चिया दोकान चाहिँ छिटो खोल्छ है। यहाँ चाहिँ अरू कुरो नखोले पनि चिया दोकान चाहिँ छिटो खोल्छ यहाँनिर चाहिँ। 3 बजी त खोल्छ अब। हाम्रोतिर चाहिँ खोल्दैन यसो बिहानै खोल्छ दोकानहरू गाइस बिहानीको माहौल यस्तो छ सिलगढीमा हो। टोटो सोटो अहिले हल्का जामसँग केही छैन। अहिले त फिलिलिलिलिलिलिको त भइहाल्छ। दिउँसो 10 साढे 10 बजीको आउनु थाल्छ है। त्यही त राति होला। साथीहरू अहिले चाहिँ हामी मेन हाइवे निक्लिसकेको। मेन हाइवे लाग्यो हो। खालि आँखाले जहाँसम्म भ्याउनुहुन्छ खालि अब त उज्यालो छ के भयो पनि अब यो चाहिँ अहिले हामी आइपुगेको चाहिँ अहिले चाहिँ पार्कमा चाहिँ साह्रो खराब भयो। ड्राइभर मात्रै पस्नु पाउने। अब हामी यहाँ 2 भाइ बाहिरै चाहिँ पस्नु पाउँदैन भित्र चाहिँ हो। हामी चाहिँ बाहिरै हो। भित्र चाहिँ भित्र त बाबाले गर्नु भ्याउँदैन हो। छोट गरेर तर अब हिँड्ने त हिँडाइ त अहिले हुँदैन हो। रोड पनि अहिले हुँदैन राख्नुपर्छ हो। साथीहरू रिमेम्बरको लागि अहिले चाहिँ फिलहाल मसिनबाट गर्छु। यो चाहिँ जङ्गल मोड। यहाँबाट पनि यता सिमेन्ट रोड हुन्छ। यहाँबाट जङ्गल मोडेरै सिमेन्ट पनि दालमिया सिमेन्ट अरे। रेलगेट पनि क्रस गरेर जानुपर्छ नि त हामी चाहिँ। अब यहाँ जिउमा हुन्छ। हामी चाहिँ पहिला पनि गएकै हो यो बाटो है। पहिला पनि जोड दुईपल्ट बानेश्वर मोड यो चाहिँ। बानेश्वर मोड
मिटर दिएको हो ल साथीहरू यो चाहिँ गाडी रेलगेट भए चाहिँ माथिल्लो रेलगेट होइन नि साथी फेरि अहिले ट्रेन आएको छ नि भोलि रेल यो हो उठी पाएको यहाँबाट चाहिँ रेल यो चाहिँ ट्रेनको यो साथीहरू रेलको यो लिकहरू र यहाँ ब्रिज आइपुग्यौँ है सानो सानो छोटो छ फेरि मोटावाला ब्रिज यहाँबाट कहाँ जाने डोली हामी चाहिँ पस्नु पर्ने भनेको चाहिँ यता हो त्यो होमस्टेको यहाँबाट चाहिँ टिपाकपट्टि लागेको है त्यो तेल आउँदो रहेछ फेरि अगाडिबाट यिनीहरूको त टाउको मात्रै घुम्छ होइन बा विजेताको पाराबाट हामीले हामी चाहिँ टिपाक पनि आइपुग्यो है तपाईँहरूलाई म झरेर पनि देखाइदिन्छु तर अहिले चाहिँ एकछिन हुँदैन